मालिक म यो गोर्खा राज्यमा 250 वर्षपछि बौलाएँ। कुर्सीसँगै एउटा खेलाडी आउट भइरहनेछ। धर्म कहिले बन्ला दर्शन अनि लामा पुरेत र पादरीहरूले फसाद रच्नबाट फुर्सद पाउला। मेरो छोटा छोटा तीनटा टुक्रा छन् कविताका। कविताको शीर्षक छ खेल। खेल एक चाहिँ म्युजिकल चेयर। म्युजिकल चेयरमा खेलाडीहरू घुमिरहनेछन्, कुर्सी खोजिरहनेछन् जबसम्म गीत बन्द हुने छैन। म्युजिकल चेयरमा खेलाडीहरू घुमिरहनेछन्, कुर्सी खोजिरहनेछन् जबसम्म गीत बन्द हुने छैन। गीत बन्द भएपछि कुर्सीमा थुचुक्क बस्नेछन्। हटाइएको कुर्सीसँगै एउटा खेलाडी आउट भइरहनेछ। गीत जति बेला पनि, जस्तो समयमा पनि, जस्तो अवस्थामा पनि बन्द हुन सक्नेछ। जसले गीतलाई राम्रोसँग बुझेको हुँदैन ऊ आउट हुनेछ। यसरी पनि म्युजिकल चेयर खेल सकिनेछ। इतिहास भन्छ कि जब मानिसले गीतको सुर र ताल आफ्नो हो भन्ने थाहा पाउनेछ, कि जब मानिसले आफ्नो गीतमा अरू नै घुमिरहेछ भन्ने थाहा पाउनेछ, तब खेल नै समाप्त हुनेछ। दोस्रो, बाघचाल। बाघचालमा बाघले एउटा बाख्रो खानेछ, 2टा खानेछ, 3वटा खानेछ, उसको अनुकूल भएसम्म खानेछ। बाघचालमा बाघले एउटा बाख्रो खानेछ, 2टा खानेछ, 3टा खानेछ, उसको अनुकूल भएसम्म खानेछ। त्यतिन्जेलसम्म बाघले बाख्रो खाइरहनेछ जतिन्जेलसम्म बाख्रोले बाटो बिराइरहनेछ। तर जब बाख्रोहरूले लय समात्न थाल्छन् तब खेल बाघकै पक्षमा मात्र हुने छैन, कहीँ न कहीँ बाघ थुनिनेछ। यसरी पनि बाघचाल खेल्नेछ। इतिहास भन्छ कि यसरी नै प्रत्येक शासक थुनिनेछ, नाङ्गेझार हुनेछ, कि उसले शासन गर्ने भनेको जनताको मुट्ठी आधी नबनुन्जेलसम्म मात्र हो, जनताको मुट्ठी बाढी नबनुन्जेलसम्म मात्र हो। चेस यो तेस्रो टुक्रा, चेस। अचानक मन्त्री ढल्नेछ, अचानक मन्त्री ढल्नेछ, हात्ती घोडा उठ बीचमा हुनेछ राजा। अचानक मन्त्री ढल्नेछ, हात्ती घोडा उठ बीचमा हुनेछ राजा। हात्ती घोडा उठ पनि बिस्तारै ढल्दै जानेछन्। पिउसोहरू एक एक स्टेप अगाडि बढ्नेछन्। जति बढ्दै जानेछ राजा उति हताश भएर भागी हिँड्नेछ र एक कुनामा पुगेर पिउसोले राजालाई चेक दिनेछ। यसरी पनि चेस खेल सकिनेछ। इतिहास भन्छ कि यसरी नै प्रत्येक शासक सकिनेछन्, कि उसको सिनोलाई गिद्धले पनि घिनाउनेछ। धन्यवाद। मैले वाचन गर्ने कविताको शीर्षक छ लुटेरा। म सोच्थे लुटेरा ती हुन् जसले 10 ठाउँमा टालेका पाइन्ट लगाएका हुन्छन्, जिङ्रिङ्ग कपाल पालेका, कानमा टप र मुन्द्रा झुन्डाएका। म सोच्थे लुटेरा ती हुन् जसले 10 ठाउँमा टालेका पाइन्ट लगाएका हुन्छन्, जिङ्रिङ्ग कपाल पालेका, कानमा टप र मुन्द्रा झुन्डाएका। जब म जागिर खाएर गुड भेट्टाउने गाडी चढ्न रत्न पार्क जान्थे, तब मलाई तपसिल हुलिया भएकाहरूसँग सधैँ डर लागिरहन्थ्यो। जब म जागिर खाएर गुड भेट्टाउने गाडी चढ्न रत्न पार्क जान्थे, तब मलाई तपसिल हुलिया भएकाहरूसँग सधैँ डर लागिरहन्थ्यो। अनि हत्तपत्त लुकाउँथे झोलाको कुनामा 1000 को नोकिया फोन, छामिरहन्थे 200-400 रुपियाँ गोजीमा, अनि चनाखो बनाइरहन्थे 2 आँखा र कान। तर रत्न पार्कका लुटेरा भन्दा खतरनाक लुटेरा त सिंहदरबार, बालुवाटार र शीतल निवासमा पो रहेछन्, जसले हजारौंको सुट पाइन्ट लगाएर आलिसान बङ्गलामा बसेर करोडौंको गाडी चढेर लुटिरहेका रहेछन्। वर्षौंदेखि गरिबका अमूल्य सपना, आँसु, परिश्रम र रगत आज तिनैको खोजी गरिदिन सडकसँग गुहार मागिरहेका छन् पीडितहरू। धन्यवाद। गत महिनाको कान्तिपुरमा प्रकाशित थियो एउटा व्यङ्ग्य जस्तो, र आज एउटा ठुलो माहौल पनि हो, किनभने 65-63 मात्र होइन, 46 सालको आन्दोलनमा सहभागी हुनुभएको कवि भूपाल राई श्रवण मुकारण पनि आज यहाँ हुनुहुन्छ।
त्यसैले पनि यो हामी सबैको लागि विशेष दिन भन्ने लाग्छ। मेरो कविताको शीर्षक शीतल निवासको गर्मी। शीतल निवासको गर्मी। देहातको खलिहानमा जस्तै मान्छे डराउने गर्मी छ शीतल निवासमा। नेपालगञ्ज, वीरगञ्ज वा अमलेखगञ्जतिर बरु खुब शीतल छ मौसम, तर महाराजगञ्जको शीतल निवास चाहिँ सधैँ गर्मी छ। एसी, पङ्खा, वाताकुलर र एयर कन्डिसन हुँदाहुँदै पनि बहुत गर्मी छ शीतल निवासमा। सुन्दैछु कोत पर्वको नाटक लिएर यो खाल्डोमा कोही पसेको छ। शीतल निवासको गर्मीले देशमा लु चलेको छ। धन्यवाद। कति हजार वर्षपछि दास मालिक बन्छ, कति हजार वर्षपछि। जातहरू कहिले पठालिएलान् मगजको रक्षानबाट, धर्म कहिले बन्ला दर्शन, अनि लामा, पुरेत र पादरीहरूले फसाद रच्नबाट फुर्सद पाउला। सेतो सेतो नै रहला, कालो कालो नै, तर के रङ्गभेद नासिनेछ? कति हजार वर्षपछि दलितहरूको हृदयबाट हराउनेछ हीन भावना, कति हजार वर्षपछि सामन्तहरूको अहङ्कार मासिनेछ। भन्छन् ईश्वरले भलो गर्छ, भन्छन् ईश्वरले भलो गर्छ, तर उसले कहिलेसम्म नयाँ तरिकाले युद्ध गराइरहनेछ यस सुन्दर धरतीमा? कहिलेसम्म वेश्यालय हुनेछ र त्यहाँ किशोरीहरू बेचिएको र युवतीहरू बन्दी भएको सही रहनेछ ईश्वरले? गरिबहरू कहिलेसम्म गरिबै रहनेछन् उसको साम्राज्यमा? देशहीनहरूले कहिले फर्किन पाउनेछन् घर? कहिले गर्नेछ मान्छेले मान्छेको सम्मान? कति हजार वर्षपछि र कति हजार वर्षपछि मानिसले बनाएको ईश्वरको मृत्यु हुनेछ। कहिले पुछिन्छ आँसु रुनेहरूको, कहिले भरिन्छ घाउ दुखीहरूको, कसले मेट्नेछ त्रासदीलाई? कति हजार वर्षपछि छाउनेछ इन्द्रेणी। समाज सेवाको व्यापार कहिले समाप्त हुनेछ? जनताको समृद्धिको जिम्मा लिएका संसारभरका नेताहरूको सरकार कहिले ढल्नेछ? र जनतामाथि कसैले पनि राज गर्न नपाउने दिन कहिले आउँछ? कहिले? कति हजार वर्षपछि? कति हजार वर्षपछि दास मालिक बन्छ? कति हजार वर्षपछि? ए पृथ्वीका बासिन्दाहरू, भन मेरो प्रश्नको उत्तर कहिले दिन्छौ? कति हजार वर्षपछि? थ्याङ्क यू। आदरणीय उपस्थित सम्पूर्ण साथीहरू, मेरो कविता पर्खिरहेछु त्यो दिन, पर्खिरहेछु त्यो दिन जुन दिन एउटा सैनिकले, पर्खिरहेछु त्यो दिन जुन दिन एउटा सैनिकले आफूले स्यालु ठानिरहेको यो देशको प्रधानमन्त्रीलाई गोली हान्नेछ छातीमा। पर्खिरहेछु त्यो दिन जुन दिन एउटा सैनिकले आफूले स्यालु ठानिरहेको नेतालाई गोली हान्नेछ छातीमा र मुक्त गराउनेछ यो देशलाई परलोकतन्त्रको पन्जाबाट। पर्खिरहेछु त्यो दिन जुन दिन एउटा सैनिकले, पर्खिरहेछु त्यो दिन जुन दिन एउटा मन्त्रीको ड्राइभरले, पर्खिरहेछु त्यो दिन जुन दिन एउटा मन्त्रीको ड्राइभरले मन्त्री सहितको गाडी सोझै लगेर हाल्नेछ कर्णालीमा र भन्नेछ, सोझै लगेर हाल्नेछ कर्णालीमा र भन्नेछ मैले किन बचाई बचाई कुदाउने गाडीमा त्यसैलाई जसले सोझै लगेर झाँकिदियो बर्खालामा देशैलाई। पर्खिरहेछु त्यो दिन जुन दिन एउटा न्यायाधीशको अर्दलीले सेकुवा पोल्दै खुवाउँदै जीवनभर शिर झुकाएर बोलिरहेको श्रीमानसँग आँखा जुधाएर हेर्नेछ र सेकुवा पोलिरहेको राता ताता झिरहरूले रोपिदिनेछ न्यायाधीशको आँखामा अनि भन्नेछ त्यो आँखाको के काम छ, फैसला त आँखामा पट्टी बाँधेर पो गर्नुपर्छ। पर्खिरहेछु त्यो दिन जुन दिन एउटा सैनिकले आफूले स्यालु ठानिरहेको यो देशको राष्ट्रपतिलाई गोली हान्नेछ छातीमा र मुक्त गराउनेछ यो देशलाई परलोकतन्त्रको पन्जाबाट। पर्खिरहेछु त्यो दिन जुन दिन सडक पेटीमा मकै पोकेर, पर्खिरहेछु त्यो दिन जुन दिन सडक पेटीमा मकै पोलेर
गुजारा गरिरहेकी एउटी आमाले सफा गाडीभित्र हुर्किरहेका फोहोरी तस्करहरूलाई निकाल्ने छिन् गाडीबाट बाहिर र जिउँदै पोल्न थाल्छिन् चौबाटोमा मकै पोले जस्तो पर्खिरहेछु त्यो दिन जुन दिन अङ्गरक्षकहरूबाट घेरिएर शहीद दिवसको मौन धारणमा आँखा चिप्लिएर मनमनै देशको लागि मूर्खतापूर्वक ज्यान दिने आफ्नै शहीद साथीलाई व्यङ्ग्य गर्दै मौन धारणको 1 मिनेटमा पनि कमिसनको हिसाब गरिरहेको त्यो राजनीतिक व्यापारीलाई आगो लगाउने छन् शहीद सन्तानहरूले। यो कविता लेखिरहँदा, यो कविता सुनाइरहँदा पर्खिरहेछु त्यो दिन, मेरो मलामीको दिन हो। म त्यो दिन पर्खिरहेछु मेरो मलामीको। धेरै मान्छेहरू होइन, मेरो मलामीका लागि म पर्खिरहनेछु। त्यही एउटा देशभक्त सैनिकलाई, त्यही एउटा साहसिलो ड्राइभरलाई, त्यही एउटा इमान्दार न्यायाधीशको अर्दलीलाई, तिनै एउटी श्रमजीवी आमालाई, तिनै शहीद सन्तानहरूलाई म पर्खिरहेछु त्यो दिन जुन दिन यो देशको एउटा सैनिकले आफूले स्यालुट हानिरहेको राष्ट्रपतिलाई, आफूले स्यालुट हानिरहेको प्रधानमन्त्री मन्त्रीलाई गोली हान्नेछ छातीमा र मुक्त गराउनेछ यो देशलाई परलोकतन्त्रको पन्जाबाट। धन्यवाद। ठ्याक्कै घरका जहान बेचेर घर किन्नु, ठुलो घर किन्नु जस्तै कुरा हो। म त्यहीसँग सम्बन्धित एउटा छोटो कविता भन्न चाहन्छु। जहान बेची घरबार किन्यौ बधाई छ तिमीलाई, जहान बेची घरबार किन्यौ बधाई छ तिमीलाई, जहान बेची घरबार किन्यौ बधाई छ तिमीलाई, कलम बेची तरबार किन्यौ बधाई छ तिमीलाई। निरङ्कुशता झल्काउन खोजेको छु मैले तरबारबाट। जहान बेची घरबार किन्यौ बधाई छ तिमीलाई, कलम बेची तरबार किन्यौ बधाई छ तिमीलाई। सत्य प्रमाण चाहिएन छ अदालतमा आज, धन बेची अख्तियार किन्यौ बधाई छ तिमीलाई, धन बेची अख्तियार किन्यौ बधाई छ तिमीलाई। सबैभन्दा ठुलो तागत खोज्दा खोज्दै तिमीले, सबैभन्दा ठुलो तागत खोज्दा खोज्दै तिमीले विपक्षीको सञ्चार किन्यौ बधाई छ तिमीलाई। संविधानको वस्त्र छिन्यौ बधाई छ तिमीलाई, राजा बन्ने दौडमा हिँड्यौ बधाई छ तिमीलाई। बधाई छ शासक, बधाई छ तिमीलाई। धन्यवाद। नमस्ते। धेरै बेरदेखि कविता सुनिरहनु भएको छ। पक्कै पनि यो प्रतिगमन विरुद्धको अभियान भएको हुनाले थाक्नु भएको छैन होला। मेरो कविताको शीर्षक प्रतिरोधी हातहरू। जब बग्यो अन्तिम पल्ट छातीबाट तातो रगत, अमिलो मनलाई थुम्थुम्याएर बन्दोबस्तीमा लागेका थिए घाइते मानिसहरू। हिउँद लाग्यो, गोठ सार्दै थिए कोही, बर्खाभरिलाई दाउरा काट्नु थियो, जङ्गल जाँदै थिए कोही, कान्ला फाड्दै थिए कोही। खाने पानीको धारा उद्घाटन छ, पालिका प्रमुख सवारी हुने बाटो सफा गर्दै थिए कोही। मूल्य नपाएर के भो, मालिकको मिल रोकिनुहुन्न, किसानहरू भू काट्दै थिए धमाधम, काउली गोड्दै थिए धमाधम। भट्टीमा पाकेको इँटा निकाल्नु, भट्टीमा पाकेका इँटा निकाल्नु, 1000 डिग्रीको तापक्रममा पग्लिएका फलामका पाताहरू उठाउनु। फिनिसिङको हतारोमा छ बहुतले भवन, नबिसाई मसला घोल्नु र खन्याउनु पिल्लरहरूमा। तातो अलकत्रा चुहाउँदै टालटुल पार्नु राजमार्ग, हतारमा थिए मजदुरहरू। सिङ्गो देश ब्रोकरको जिम्मा लाएर शासकको उर्दी थियो, समृद्धिको च्याब्रुङ ठोक, समृद्धिको च्याब्रुङ ठोक। नाच उधौली र बजाउ दिने हतारोमा थिए, चटारोमा थिए, सबका सब बेफुर्सद थिए। यस्तो हतारोमै परेका बेला किन बास्यो हुचिल, किन बास्यो हुचिल धुरीमा बसेर। अचानक किन फुक्यो रेडियोले अनिष्टको खबर, रोकियो चलिरहेका हातहरू, उठाए झन्डा र दौडिए सडकतिर मजदुरहरू। बिर्सेर भोकको पारो तुनिरहेको बेला तुसारो छल्ने छानो, किन बेफाक डिस्टर्ब गर्छ शासक। एक गरिब नागरिकलाई किन धराप थाप्छ शासक, एक विद्रोही गरिबलाई। रिसाएको भरिया भारी फालेर उठ्यो, रिसाएको भरिया भारी फालेर उठ्यो। घाटे चिता जलाउन रोकेर उठ्यो, मोची जुत्ता सिलाउन छाडेर उठ्यो। मजदुर आगोको भट्टी छाडेर उठ्यो।
युद्धको घाइते लडाकु बैशाखी टेकेर उठ्यो जल्दै गरेको चिताबाट नारायण यादवको आवाज उठ्यो। कति ललकार्छौ ए शासक हामीलाई, कति झुक्क्याउँछौ जनतालाई, एकरूप शासक जतिपल्ट चलाउँछौ हाम्रो छातीमा प्रतिगमनको बुलडोजर तिमीलाई गलाउन जुटिरहनेछन्। चप्पल बिनाका घोडाहरू तिमीलाई ललकार्न पटक पटक उठिरहनेछन् सडकमा प्रतिरोधी हातहरू। धन्यवाद। यो मैले यो कविता तपाईँलाई जुन कविता सुनाउँदैछु यो 2062-63 को जनआन्दोलनमा पनि मैले यसरी सुनाइरहेको कविता तपाईँलाई आज सुनाउँदैछु। यो त्यति बेला यो कविता सुनाउँदाखेरि एउटा मालिक थिए। अहिले नेपालको राजनीतिमा धेरै मालिकहरू चाहिँ निर्माण भए। म सबै मालिकहरूलाई सम्बोधन गर्दै म यो कविता फेरि पनि सुनाउँदैछु र यो असंवैधानिक कदमप्रति एउटा लेखकको तर्फबाट, एउटा कवि लेखकहरूको तर्फबाट एउटा ऐक्यबद्धता जनाउँदै म यो कविता वाचन गर्दैछु। मैले सुनाउने कविताको शीर्षक हो विषय नगर्जीको बयान। कति अभिवादन छ। यो मैले यो कविता तपाईँलाई जुन कविता सुनाउँदैछु यो 2062-63 को जनआन्दोलनमा पनि मैले यसरी सुनाइरहेको कविता तपाईँलाई आज सुनाउँदैछु। यो त्यति बेला यो कविता सुनाउँदाखेरि एउटा मालिक थिए। अहिले नेपालको राजनीतिमा धेरै मालिकहरू चाहिँ निर्माण भए। म सबै मालिकहरूलाई सम्बोधन गर्दै म यो कविता फेरि पनि सुनाउँदैछु र यो असंवैधानिक कदमप्रति एउटा लेखकको तर्फबाट, एउटा कवि लेखकहरूको तर्फबाट एउटा ऐक्यबद्धता जनाउँदै म यो कविता वाचन गर्दैछु। मैले सुनाउने कविताको शीर्षक हो विषय नगर्जीको बयान। मालिक, म यो गोर्खा राज्यमा 250 वर्षपछि बौलाएँ। मेरो टाउको फनफनी घुमिरहेछ। जमिन आकाशतिर, आकाश जमिनतिर भइरहेछ। आँखा तिर्मिर तिर्मिर भएर हजुरको शिर 10वटा देखिरहेछु। खै मेरो पैतला कहाँनिर छ, कहाँनिर छ विषय नगर्जी। माली, म बौला। मैले त महाराजको सेवा गर्नुपर्ने, इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने। 250 वर्षपछि आज के भयो मलाई, यो विषयलाई दशा लाग्यो माली, म बौला। नाथे मेरी स्वास्नी न हो मारिएकी, नाथे मेरी छोरी न हो बलात्कृत भएकी, नाथे यो विषयको झुप्रो न हो जलाइएको। यतिमै यो विषय उफ्रिनु पर्ने थुइक्क विषय, म बौलाएँ माली, म बौलाएँ। मेरो हात भाँचियो। अब म हजुरका भारदारहरूलाई लबेदा सिउन सक्दिनँ। नरसिंह फुक्न, सहनाई बजाउन अथवा कुनै मङ्गल गान वा ऋतुगीत गाउन सक्दिनँ। मेरो खुट्टा भाँचियो। म अब हजुरको राज्यको पहरा गर्न सक्दिनँ। मेरो दिमागै ठिकमा छैन। अब म ठिक्कले बोल्नै सक्दिनँ। माली, म बौलाएँ। मालिक, यो गोर्खा राज्य अघि उभिएका हिजोका ती अग्ला अग्ला पहाडहरू आज कसरी यसरी होचा होचा भए। हिजोका ती सग्ला र कलकलाउँदा यहाँका मानिसहरू आज कसरी यसरी खुनी र कुरूप भए। यो दरौदी किन उल्टो बगेको देख्छु, यो दरबारै किन खण्डहर जस्तो देख्छु। माली, म बौला।
मालिक हजुरको तरवारले टाउको काट्छ कि फुल भ्रममा परे म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे भ्रममा परे म यस राज्यलाई प्रजाले बनायो कि राजाले भ्रममा परे म 250 वर्षदेखि म तपाईँ समक्ष छु मालिक म कसरी आतंककारी हुन सक्छु म केवल बौलाए मालिक बौलाए हो मैले मालिकको दिव्य उपदेश पालन गरिन होला रक्सी खाएर यो देश मैले पनि आर्जेको हुँ भने होला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भने होला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ होला बौलाएपछि मैले मेरै भगवानलाई पनि गाली गरे होला मालिक मान्छे बौलाएपछि आफैसँग न्यु खोज्दो रहेछ 250 वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दर्शन्तानहरू कहाँ कहाँ पुगे मैले खोज्न चाहे होला मेरा औँलामा खोपिएका छाङ्रा र बगेका रगतहरूले मलाई उक्सायो तरवारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठाने होला मालिक यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुन सक्छु म साँच्चै बौलाएँ मालिक साँच्चै बौलाएँ मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिरमिर तिरमिर भएर हजुरको शिर 10वटा देखिरहेछु खै मेरो पैतला कहाँनिर छ कहाँनिर छ विश्वनगर चाहिँ मालिक म बौलाएँ धन्यवाद धन्यवाद कति मेरो अभिवादन छ यो मैले यो कविता तपाईँलाई जुन कविता सुनाउँदैछु यो 2062-63 को जनआन्दोलनमा पनि मैले यसरी सुनाइरहेको कविता तपाईँलाई आज सुनाउँदैछु यो त्यति बेला यो कविता सुनाउँदाखेरि एउटा मालिक थिए अहिले नेपालको राजनीतिमा धेरै मालिकहरू चाहिँ निर्माण भए म सबै मालिकहरूलाई सम्बोधन गर्दै म यो कविता फेरि पनि सुनाउँदैछु र यो असंवैधानिक कदमप्रति एउटा लेखकको तर्फबाट एउटा कवि लेखकहरूको तर्फबाट एउटा ऐक्यबद्धता जनाउँदै म यो कविता वाचन गर्दैछु मैले सुनाउने कविताको शीर्षक हो विश्वनगरजीको बयान मालिक म यो गोर्खा राज्यमा 250 वर्षपछि बौलाएँ मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिरमिर तिरमिर भएर हजुरको शिर 10वटा देखिरहेछु खै मेरो पैतला कहाँनिर छ विश्वनगर चाहिँ मालिक म बौलाएँ मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझो हुनुपर्ने 250 वर्षपछि आज के भयो मलाई यो विषयलाई दशा लाग्यो मालिक म बौलाएँ नाथे मेरी स्वास्नी न हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो विषयको झुप्रो न हो जलाइएको यतिमै यो विषय उफ्रिनु पर्ने ठिक्क विषय म बौलाएँ मालिक म बौलाएँ मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लबेदा सिउन सक्दिन नरसिंगा फुक्न सहनाई बजाउन अथवा कुनै मङ्गलगान वा ऋतुगीत गाउन सक्दिन मेरो खुट्टा भाँचियो म अब हजुरको राज्यको पहरा गर्न सक्दिन मेरो दिमागै ठिकमा छैन अब म ठिक्कले बोल्नै सक्दिन मालिक म बौलाएँ
मालिक यो गोर्खा राज्य अघि उभिएका हिजोका ती अग्ला अग्ला पहाडहरू आज कसरी यसरी होचा होचा भए। हिजोका ती सग्ला र कलकलाउँदा यहाँका मानिसहरू आज कसरी यसरी खुनी र कुरूप भए। यो दरौली किन उल्टो बगेको देख्छु, यो दरबारै किन खण्डहर जस्तो देख्छु। मालिक म बौला। मालिक हजुरको तरबारले टाउको काट्छ कि फुल, भ्रममा परे म। हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे, भ्रममा परे म। यस राज्यलाई प्रजाले बनायो कि राजाले, भ्रममा परे म। 250 वर्षदेखि म तपाईँ समक्ष छु। मालिक म कसरी आतङ्ककारी हुन सक्छु। म केवल बौलाए मालिक, बौलाए हो। मैले मालिकको दिव्य उपदेश पालन गरिन होला। रक्सी खाएर यो देश मैले पनि आर्जेको हुँ भने होला। भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भने होला। मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ होला। बौलाएपछि मैले मेरै भगवानलाई पनि गाली गरे होला। मालिक मान्छे बौलाएपछि आफैसँग न्यु खोज्दो रहेछ। 250 वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका मेरा दर्शनतानहरू कहाँ कहाँ पुगे मैले खोज्न चाहे होला। मेरा औँलामा खोपिएका छाङ्रा र बगेका रगतहरूले मलाई उक्सायो। तरवारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठाने होला। मालिक यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु। म कसरी अराष्ट्रिय हुन सक्छु। म साँच्चै बौलाए मालिक, साँच्चै बौलाए। मेरो टाउको फनफनी घुमिरहेछ। जमिन आकाशतिर, आकाश जमिनतिर भइरहेछ। आँखा तिरमिर तिरमिर भएर हजुरको शिर 10वटा देखिरहेछु। खै मेरो पैतला कहाँनिर छ, कहाँनिर छ विश्वनगरची। मालिक म बौलाए।